अब यहाँनिर गीता पढिसकिसकेपछि अथवा गीता पढ्दै गर्दाखेरि मान्छेले एउटा बुझ्ने साधारण तरिकाले एउटा चिज कसरी पनि बुझ्न सक्छन् भने तिम्रो कर्म यदि युद्ध हुँदैछ र तिम्रो कर्म र धर्म चाहिँ तिम्रो त्यो लडाइँ लड्नु हो र त्यहाँनिर तिमीले आफ्नै मान्छेहरू, आफ्ना गुरु, आफ्ना हजुरबुवा, आफ्ना दाजुभाइलाई पनि मार्न है भनेको प्रहार गर्न, मार्न, डराउनु हुँदैन, तिम्रो त्यो धर्म हो भनेर सिकाएको चिजलाई चाहिँ कसरी बुझ्ने? राइट। अब फेरि यहाँ नर्मली बुझ्दा त ओहो कस्तो हिंसक जस्तो देखियो नि त, मार्दे भनेको छ होइन, तिमीले मार्नुपर्छ भनेर भनेको छ। यहाँ त अब अर्जुनको कर्म र धर्म चाहिँ त्यहाँनिर आफ्नै हजुरबुवालाई, आफ्नै गुरुलाई, आफ्नै दाजुहरूलाई, भाइहरूलाई मार्नुपर्ने सिचुएसनमा कृष्णले उपदेश दिनुभयो अथवा कृष्णले चाहिँ गर, तिमी हतियार उठाऊ, तिम्रो कर्म यो भनेर भन्नुभयो भनेपछि त्यो त मार भने हो होइन? त्यसलाई कसरी बुझ्ने? कृष्णले मार्न भन्नु भइरहेछ अथवा कोही मर्दैन भनेर बुझाउन खोजिराख्नु भएको छ, त्यो फेरि बुझ्नु पऱ्यो पहिला। यसरी बुझौँ पहिला है। जस्तै च्याप्टर 2को 12मा कुनै समयमा म थिइनँ, तिमी थिएनौ अथवा यी राजाहरू थिएनन् भन्ने कुरा होइन, न त हामी यसपछि रहँदैनौँ भन्ने कुरा हो, किनकि हामी सबै शरीरको जन्म र मृत्युभन्दा पर छौँ भन्नुभयो पहिला। ओके, यो पहिला यो स्टेटमेन्टलाई बुझौँ है। सिम्पली के भन्न खोजिराख्नु भएको छ भने अल्टिमेट रियालिटीको पर्सपेक्टिभबाट हेर अर्जुन, यो जो अगाडि देखिरहेका व्यक्तिहरू छन् यिनीहरूलाई तिमीले शरीरको हिसाबले बुझिरहेछौ, तर तिमीले यिनीहरूको इसेन्सियल नेचर बुझाएको छैनौ यिनीहरू के हुन् भनेर फर्स्ट। सो एउटा के भयो, अल्टिमेट रियालिटीको कुरा भयो। तर हामी त व्यवहारिकमा छौँ, अघि भने जस्तै व्यवहारमा छौँ, हामीलाई थाहा छैन त्यो कुरा, हामीले बुझिरहेको छैनौँ। त्यो पोइन्ट अफ टाइममा तपाईँले जे शब्द प्रयोग गर्नुभएको छ अर्जुनको पनि त्यही शब्दमा उसको दिमाग घुमिरहेछ, त्यो भनेको आफ्ना। आफ्ना छ। त्यो आफ्ना भन्ने शब्द जबसम्म आउँछ तबसम्म मोह आउँछ र एट्याचमेन्ट आउँछ, यो कुरा त क्लियर छ है। जस्तै हामीले पाप र पुण्यको कुरा पनि आउँछ, सबै कुरा, किनकि अझसम्म आफ्नो र ऊ यो त्यो भन्नेमा छ नि त अर्जुन त। र स्पिरिचुअलिटी भनेको यसकै यो बन्डेजलाई खसाल्ने हो, गिराउने हो। यो मको बन्डेजलाई खसालेपछि मेरो भन्ने खस्छ र म र मेरो खस्न बित्तिकै हामी अथवा सम्पूर्ण समष्टि यहाँ पुग्ने हो, अघि भने जस्तै। अब यसलाई कसरी बुझ्नुपर्छ ठ्याक्कै भन्दाखेरि, अब म कबड्डी खेलिरहेको छु मेरो दाइसँग, अब दाइहरूले चाहिँ म सानो छु भनेर मलाई समात्ने कि नसमात्ने होइन। अब कुरा के हो भन्दाखेरि हामी कहाँ छौँ अहिले, अघि भने जस्तै सिचुएसन कन्टेक्स्ट कहाँ पुग्यो होइन। र यसरी पनि सोच्नु न, के दुर्योधन, दुर्शासन उनीहरूको लागि चाहिँ धर्म होइन। हामीले कहिलेकाहीँ कस्तो गरेर पनि के गर्न खोजिरहेछौँ भने अधर्मीहरूले जे गरे पनि हुने। र अनिल सरलाई त अस्ति मैले बाटोमा एकजना केटीको हात समातेर गएको देखेको थिएँ, उसले चाहिँ जिन्दगीभर केटी नछो जस्तो, नसमाते जस्तो। अथवा बुझ्न के पर्यो भने त्यो रुलले कसैको लागि हामीले बनाइरहेछौँ भने होस पूर्ण गर्ने र होस बिना होसको गर्नेमा फरक हो नि त। पोइन्ट के पहिलो कुरो भन्न खोजेको, धर्म त खास कसको लागि थियो? सम्पूर्णको लागि थियो नि त, सम्पूर्णको लागि थियो। तर परिस्थितिको बाध्यताको कारणले न भीष्मले आफ्नो धर्म छोड्न सके उता, उनले त म त राज्यको लागि त लड्नै पर्छ किनकि मैले प्रण लिएको छु भनेर उनी लड्न आए, कृष्णकै विपरीतमा आए, उनी लड्न आउन सक्ने। उतापट्टि गुरु भनेको, गुरु जसले गुरु भन्दै हुनुहुन्छ हजुरले, उहाँ राजाहरूको राजकुमारहरूको गुरु हुनुहुन्थ्यो, त्यही भएर उहाँले राज्य छोड्न सकिराख्नु भएको छैन, त्यो मोह छोड्न सकिराख्नु भएको छैन उहाँले। र उहाँले त्यो छोड्न नसकेको कारणले त्यो वार त्यहाँसम्म पुगिसकेको छ। त्यो कन्टेक्स्टमा अर्जुनले अब फेरि टाइनी एउटा सेल्फबाट सोच्नु भनेको कस्तो हो भने, तपाईँले अर्जुनलाई यति एम्प्लिफाई गरिदिनु भयो कि तपाईँले त्यहाँ लड्न आएका ती बाँकी 7 अक्षिणीय सेनाको सोच्नु भएन क्या। उनीहरूको परिवार के, उनीहरूले आफ्नो परिवार छोडेका छैनन्, उनीहरूले आफ्नो पत्नीलाई छोडेका छैनन्, आफ्नो बच्चालाई छोडेका छैनन्, सम्पूर्णले छोडेका छन्। तर हामीले अर्जुनलाई केन्द्रीय पात्र बनाएको भएर मात्रै ओहो गुरुलाई कसरी मार्ने, गुरुलाई कसरी मार्ने। उनीहरूको भाइदाई हुन सक्दैनन्, त्यहाँ हजार कुरा छ नि त। त्यो पोइन्ट के हो भने त्यो परिस्थितिमा पुगिसक्यो र त्यो परिस्थितिमा पुगिसकेर पनि अझै तिमीले आफ्ना देख्छौ,
जबकि उनीहरूले त्यो देख्न सकिरहेछन्। उनीहरूले योद्धा देखिरहेछन्, उनीहरूले विपरीत पक्ष देखिरहेछन्, उनीहरूले अझ कसरी जित्ने भनेर ट्याक्टिक बनाइरहेछन्, उनीहरूले अभिमन्युलाई मार्ने प्लान बनाइरहेछन् अथवा मारे पनि त्यहाँ। त्यस्तो हृदय भएका व्यक्तिहरू हुन् नि त उनीहरू। र तिमीले चाहिँ तिम्रो सेन्टिमेन्टलको कारणले, र अर्जुनले त आफूले एक्सेप्ट पनि गरे नि त त्यहाँ कि म अहिले मेरो स्वभाव चाहिँ के भएको छ, मोहित भएको छ क्या, म मोहमा छु अहिले, मैले थाहा पाइरहेको छैन, डिल्युटेड छु भनेर एक्सेप्ट गरिरहेछ। त्यो डिल्युजनबाट देखेको कुरा रियालिटी हुन सक्दैन त भन्नुहुन्छ कृष्णले। र त्यो डिल्युजनबाट माथि उठेर हेर, परमार्थमा हेर, किनकि फेरि अर्जुनले नसोधिकन दिएको ज्ञान होइन क्या, सोधेरै दिएको ज्ञान हो। तिमीले यदि हजुरबाई देख्छौ भने त म के भन्ने, अब जानी जाऊ, तर होइन, तिमी त के भनेको छौ, म हजुरको शिष्य हुँ, आज्ञा गर्नुहोस्। र शब्द के प्रयोग गर्छन्, मेरो कल्याण कसरी हुन्छ अरे। अन्त कल्याण भन्ने शब्द आइरह त्यहाँ, मैले फाइदा कसरी, होइन मैले जित्छु अहिले भने नि, मलाई जित्न छैन अर्जुनलाई, आफ्नोलाई मारेर के खाऊँ भन्छ नि त उल्टा, मलाई जित्नु छैन, मैले रगतले मुछिएको कुरा खानुपर्छ, धन सम्पत्ति पाउँछु मैले त, मलाई चाहिँदैन भन्छ। तर मेरो कल्याण कसरी हुन्छ, कल्याण भन्ने शब्दले के जनाउँछ भने उसको सेल्फलाई कसरी इभ्यालुएट गर्ने, कसरी माथि बढाउने भन्ने कन्टेक्स्टमा चाहिँ यदि हामीले यो टाइनी लिटल थिङ्सबाट सोच्न थालियो भने कल्याण कहिले पनि हुँदैन भन्ने कुरा चाहिँ अर्जुनलाई कृष्णले बुझाउन खोज्नु भयो खास।